भनेर भन्नुभयो। तैपनि मैले मानिनँ। मम्मीलाई भनी रुँदै मम्मीले भन्नुभयो, त नआत्ती, ईश्वर पिता परमेश्वरले कस्ता कस्ता रोगलाई त निको पार्नु भएको छ भने त्यो त केही होइन, ज्वाइँलाई अपरेसन गर्न पर्दैन, त नआत्ती। मैले यहाँ ईश्वर पिता परमेश्वरलाई आदर सम्मान छुट्याएर मागिसकेँ, ज्वाइँलाई मृगौला ठिक भइसक्यो, नआत्ती भनेर मम्मीले भन्नुभयो। यसमा पनि ईश्वर पिता परमेश्वरलाई करोड करोड धन्यवाद गर्न चाहन्छु गुरु येशू मसीहको नाममा। त्यसपछि भर्ना गर भन्दा भन्दै जबरजस्ती फलोअप चाहिँ गरिरह्यौँ। भित्र डर पनि लाग्यो, किनभने त्यतिखेर हामी त संसारिकमा थियौँ, ईश्वर पनि चिनेको थिएन। अनि भर्ना नगरिकन एउटा होटेलमा बस्यौँ। डाक्टरले जे गर भने त्यो गऱ्यौँ। 1 हप्तासम्म भर्ना छिटो गर्नुहोस्, अपरेसन गर्नुपर्छ। कस्तो भने नमान्ने तपाईँहरू, कस्तो नबुझ्ने अहिलेको जमानामा पनि भन्नुहुन्छ, गाली गर्नुहुन्छ। उहाँ बेलुका होटेलमा बसेछ, उहाँ एकपट्टि फर्केर रुनुहुन्छ, मोबाइल चलाख्दो गरेर अब त मर्ने भई भन्ने लाग्यो होला। सानैमा 5 वर्षको उमेरमा पनि उहाँलाई पत्थर भएको रहेछ। 5 वर्षमा पनि पिसाब थैलीमा पत्थरीको अपरेसन गर्नुभएको रहेछ उहाँको। त्यतिखेर त उहाँलाई थाहा थिएन अबको अपरेसन त कस्तो हो, म मर्छु भनेर उहाँको आत्मबलै कमजोर भइसकेको कारणले गर्दा झन् न्याउरो हुनुभयो। आफू एकपट्टि फर्केर रोयो, उहाँ एकपट्टि फर्केर रुनुहुन्थ्यो। त्यो बेलाको सम्झिँदाखेरि ईश्वर चिन्न ढिला भयो। त्यही पनि ईश्वर पितालाई अहिले चिन्न पाएको छु। करोड करोड धन्यवाद गर्दछु गुरु येशू मसीहको नाममा। त्यसपछि हामीले डाक्टरसँग जबरजस्ती अहिले अपरेसन गर्दैनौँ, 1 हप्ता औषधि खाएर हेर्छौँ भनेर घरमा लिएर आयौँ। घरमा ल्याएपछि मम्मीले पनि भन्नुभयो, विश्व भइसक्यो, अब ज्वाइँलाई 1 हप्तापछि लिएर जा, ईश्वर पिता परमेश्वरले ठिक पारिसक्नु भयो भनेर भन्नुभएको थियो। अनि मैले पनि के रहेछ त, मम्मीको घुँडा नि ठिक पार्ने, ज्वाइँलाई नि निको हुन्छ भन्नुहुन्छ, यो सच्चाइ केन्द्र के रहेछ त भनेर युट्युबमा सर्च गरेर हेरेँ। त्योभन्दा पहिलासम्म मलाई थाहा थिएन। हेर्दै जाँदाखेरि सर हजुर र म्याम हजुरको मुख भएर ईश्वर परमेश्वरले भनेको वचन मेरो मनमा एकदम बस्यो, बुनी। मैले त्यो वचनलाई बुनी। ईश्वर पिता परमेश्वरले भन्नुभएको रहेछ कि मेरा सन्तानहरू हो, तिमीहरूले मलाई नचिने पनि मैले तिमीहरूलाई आमाको कोखमा सृष्टि गर्दै चिनिसकेको छु। मेरा सन्तान, अलिकति रायोको गेडा जति त विश्वास गरेर हेर, प्र्याक्टिकल गरेर हेर भन्नुभएको वचन मेरो मनमा एकदम बस्यो। मैले त्यही विश्वास गरेर हेरेँ, रायोको गेडा जति मात्रै, किनभने म त्यो बेला संसारिक थिएँ। त्यति विश्वास गरेर हेरेँ। 1 हप्ता पछाडि हस्पिटलमा धुलिखेल आयौँ। आउन साथ डाक्टरलाई भेट्न गयौँ। ल डेट लिनुहोस्,